हेलो गाइज, आज चाहिँ फेरि हाम्रो न्यू भ्लग्स लिएर आएको छु। तपाईँले यो मैले यतिखेर राखेको यो थम्बनेलको भ्लग तपाईँले हेर्नुभएको नै तल कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। यदि हेर्नुभएको छैन भने हेर्न चाहिँ नबिर्सिनु होला। ल आजको भिडियो सुरु गरौँ है त। हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। यो चाहिँ मेरो सेकेन्ड पार्ट हो। यो चाहिँ हाम्रो सेकेन्ड पार्ट हो। मामासँग भेट्न आउनेवाला भिडियोको हेर्न सकिन्छ। म मामासँग यहीँ हो, मामा काम गर्ने। म जान्छु त्यहाँ। ओके, र एकैछिनै म मामाले के गर्छ म देखाउँछु। हेर्न सकिन्छ मामाले यतै काम गर्ने, यति ठुलो छ। A few moments later. यस बल्ल बल्ल यहाँ मामासँग आएँ, त्यहाँ भिडियो हेर्न सक्नुहुन्छ। त्यहाँ बोल्ने कुरा भएन, त्यहाँ सबै आफ्नो आफ्नो ड्युटीमा हुनुहुन्छ। अनि मामाले मेरो सिम बनाइदिनु हुनुहुन्छ। मैले सिम किनेको थिएँ, त्यो सिमै चल्न जस यहाँ आउने दाइहरूलाई थाहा भयो नि त होइन, यो माइक लगाएको थियो। र मैले भिडियो चाहिँ फोनै गरेको थिएँ, र भिडियो चाहिँ मैले भिडियो गर्न पाएन, किनकि अब भित्र अब हुन्छ नि त, सबैको प्राइभेसी हुन्छ, कुनै भिडियो नगर्ने ठाउँ हुनसक्छ होइन। सो त्यसैले चाहिँ मैले भिडियो गरेन। सायद आज भोक पनि लाग्छ, मैले नास्ता खाएको छैन। सो अब गएर चियासा के हुन्छ त्यो खान्छु। अनि जस यहाँ आएको, यहाँ त्यो दाइ हुनुहुन्थ्यो, अनि मामा हुनुहुन्थ्यो, अनि मामाको साथीहरू हुनुहुन्थ्यो। अनि सबैले चाहिँ एउटा कुरा भन्नुभयो, नेभर गिभ अप नै गर्न, सब चिज धीरे से प्राप्त होगी, धीरे से सफलता पा जाओगे, लेकिन मेहनत नहीं छोड़ना। ये कह रहे थे सब लोग। सबैले चाहिँ यही भन्नुभएको थियो। सो एकदम त्योभन्दा चाहिँ एकदम एकदम जोस जाँगर त्यो हुन्छ नि, त्यो आफैकै जस्तो आई फिल द्याट होइन। त्यो अनि त्यो सम्झेँ मैले। र थ्याङ्क यू अल अफ यु, मेरो भन्ने साथीहरू सबैलाई धन्यवाद तपाईँहरूलाई यति उस दिएकोमा, के भन्छ न, सपोर्ट गरिदिएकोमा। र थ्याङ्क यू। र हेर्न सकिन्छ मेरो लगेज यहाँनिर छ, मैले यहाँ लगेज यहाँ छोडेको होइन, यहीँ छ लगेज। ओके, सो एभ्री वान, नाउ आई एम लिभिङ फ्रम हियर जस्ट टु वेट। ओके, लगेज लगेर उसमा जाने भनेको। ओ गाइस, हेर्न सकिन्छ होइन, बोकेर हिँडिरहेको उहाँतिर हो। अब यहाँ ओह्रालो छ। ल के हुन्छ है। ल अब म त बाटोमा भिडियो खिच्छु। ओके ओके, बाई गाइस। ओके, मैं यहाँ से चल रहा हूँ, लेकिन देखिए पूरी है। ओके बाई गाइस, थ्याङ्क यू। मैं यहाँ बाहिर भिडियो बनाउँछु भनेको। Yes. फाइनली गाइस, म चाहिँ हिँडेँ। तर यो माइक क्वालिटी भनेकै नोइज बहुत भयो, त्यही भएर गाह्रो भएको। ओके गाइस, म सिधै हुँ परेर सिधै हुँ पुगेर म हुँ पुगेर मात्र गर्छु ल। ओके बाई। एकदम गर्मी छ, पढ्न पनि थाहा छैन। मामासँग भेट्नु नपाइयो, भेटियो पनि घरको भिडियो क्वालिटी राम्रो आएको छैन होला। Finally guys,
यहाँ अटोमा चढेर हिँड्न लागेको है त हिँडेको छौँ अब चाहिँ अटो पाइयो र उहाँले सिधै अटो चिन्नुहुन्छ कि थाहा छैन तर मैले हेर्दै हेर्दै हिँड्नुपर्छ फेरि उहाँले राति बिर्सिनु भयो भने म फेरि टाढै टाढा हो फेरि है त र मामालाई सिम पनि दिएँ बनाइदिनु है भनेर सिम पनि दिएको छु र ठिक छ गाइस ल हेर्न सकिन्छ गाडीहरू होइन मजाले हिँडिरहेको छ र यो नोइजिङ हुन्छ नि यो नोइजिङ एकदम बढी छ कि यार यही दिक्कत छ अलि दिक्कत भनेको यही हो नोइजिङ बढी र भोक चाहिँ बबाल लाग्छ खतरै नास्ता खाएन के भाइ नास्ता खान्छ भन्थे नास्ता खाने भयो नास्ता खाँदै आप कहाँ से हो भाई महाराष्ट्र से ही है। अच्छा जड़ी बूटी बेचते हैं। हाँ इधर ही उतर जड़ी बूटी बेचते गाइस मैले इन्डिङसम्म भिडियो बनाउनु चाहिँ पाएन है त्यसको लागि सम्म प्रार्थी छु ल त आजको लागि यति नै है मेरो भ्लग चाहिँ मेरो भ्लग यहाँनिर समाप्त भएको तपाईँहरूलाई जानकारी गराउन चाहन्छु तपाईँ पनि सुखम बितोस् शुभ दिन शुभ रहोस् र हाम्रो भिडियोलाई एक लाइक एक कमेन्ट एक सेयर एन्ड एक सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला बाई टेक केयर आई एम कमिङ नेक्स्ट भिडियो ओके अर्को भिडियो लिएर आउँदैछु र त्यसमा पनि अपार माया दिनु होला भन्न चाहन्छु हस् त नमस्कार